म चाहिँ बिरामी भएको लगभग 1 महिना हुन लागिसकेको थियो। सो आज चाहिँ आई डिसाइडेड टु गेट अप एन्ड गो आउटसाइड टु गेट सम फ्रेस एयर। अनि म चाहिँ त्यसकै लागि रेडी हुँदैछु। मलाई चाहिँ यो विन्टर सिजन बित्तिकै मन पर्दैन। तपाईँहरूलाई चाहिँ कुन सिजन मनपर्छ भन्नु होला। म चाहिँ विन्टर सिजनमा एकदम धेरै बिरामी हुन्छु। त्यही भएर मलाई चाहिँ विन्टर सिजन बित्तिकै मन पर्दैन। लास्ट इयर पनि म बिरामी भएको थिएँ, तर लास्ट इयर चाहिँ अलमोस्ट 1 विक जति मात्रै बिरामी भएको थियो होला। बट योपालि चाहिँ एकदमै धेरै गाह्रो बनायो। अलमोस्ट 20-25 दिनै मलाई मजाले थरो पारेर मजाले म सुतेँ। अनि ऊ चाहिँ मेरो साथी इसिका हो, उसलाई चाहिँ मैले क्यामेरामा आऊ न भनेको, ऊ चाहिँ लजाउँदै थियो, आउँदिनँ म, तिमी आफै बनाऊ भनेर भन्दै थियो। अनि ऊ र म चाहिँ आज बाहिर जान लाग्छौँ। अनि उसले चाहिँ मलाई यो बिरामी भएको बेलामा 4-5 दिन मजाले आएर बसेर टेक केयर गर्यो। लाइफमा चाहिँ यतिको साथी चाहिँ बनाइराख्नुपर्छ है। तपाईँहरूले पनि यतिको बेस्ट फ्रेन्ड चाहिँ तपाईँहरूले पनि डिजर्भ गर्नुहुन्छ होला। त्यसको लागि चाहिँ तपाईँहरूले पनि मिहिनेत गर्नुपर्छ। साथीलाई चाहिँ माया पनि गर्नुपर्छ। अनि साथीले इन रिटर्न तपाईँलाई पनि माया गर्छ। अनि ऊ र म चाहिँ यसरी रेडी भएर बाहिर गयौँ। अनि ऊ चाहिँ क्यामेरा साइ छ भनेर मैले अघि नै भनिहालेँ। अनि उसलाई चाहिँ मैले जबरजस्ती यो भिडियो बनाउन लाएँ। अनि मेरो भिडियो पनि बनाऊ भनेर हामी बौद्धबाट हिँड्दै हिँड्दै यो मार्बल नेल्स एन्ड ल्यासेस स्टुडियो पुग्यौँ, जुन चाहिँ रहेको छ बौद्धमा जी क्याफेको साइडमा। अनि यहाँ चाहिँ मैले नेल्स गर्दै थिएँ, उसले चाहिँ उतापट्टि ल्यासेस गर्दै थियो। अनि उसले ल्यासेस सकाएपछि चाहिँ यसरी आयो। अनि मेरो यो फिनिसको भिडियो खिच्नु न भनेर भने। अनि दिस इज द फाइनल लुक अफ माई नेल्स। अनि ल्यासेस पनि उहाँहरूले यति राम्रोसँगले गरिदिनु भयो कि यति नेचुरल ल्यासेस गरिदिनु भएको छ। सो आई एम ह्याप्पी। अनि आफूले आफूलाई यसरी प्याम्पर चाहिँ कहिलेकाहीँ गरिराख्नुपर्छ है। सो थ्याङ्क यू फर वाचिङ एभ्री वान। बाई बाई।